अजी दिन बाद आए यहाँ पे। कल आए थे अम्बो ये जीन्स पेन्ट रहेछ टाइट भएछ नि फिला फाट्छ कत्रो देखेको फिला मेरो बाइकमा लाग्छ हाम्रो बाइकका दाम मात्रै यो सस्तावाला ये इनका पुछे इनका डुकाटी होइन तँले सिटको बाइक फिल गर्दैछ आज चाहिँ यहाँ काम गर्ने हो छेउ दिन्छ है र आउनु आइपुग्नु आँटे गुरु स्विट्स अब हेरौँ क्या समोसा आज खानु पाउँछ कि पाउँदैन अम्बो हेलो ए यहाँ त घाम लाग्दैछ यो भएन नि अन्त पानी परेछ बस्नु नि अन्त माथि तादुङमा त यहाँ त परेको छैन पानी तर बादल चाहिँ कालो कालो हुँदैछ लस ओके लस Okay, so welcome back to the channel. Going for a weekend ride. थाहा भएको कुराहरु ओलाउ जाँदाखेरि कहाँ आएको सोच्नु भयो होला त्यही हो हाम्रो one and only रुमतेक साइड त्यही नै छ राम्रो बाटो कर्नरिङ गर्ने यसो जग्गाहरू हुन्छ नि कर्नरिङ त के भन्छ टर्निङ काट्ने जग्गाहरू ब्युटिफुल प्लेसहरू त्यही गएको आज वेदर पनि दामी भएको छ अहिले फिलहालको लागि चाहिँ त्यता अब भन्नै पर्दैन हो गान्तोकको वेदर कस्तो छ भनेर मजा आयो मजा आज कैफे जा रहे हैं 1-to-1 कैफे थैंक यू अजी दिन बाद आए यहाँ पे। कल आए थे इसीलिए तो अजी आपको नहीं देखे थे ना कितने दिन अजी ठीक है थैंक यू फादर स्ट्रीट फाइटर V2 ल्याउ लागिसक्यो दा यस्तो नगर्नु बाइकमा 2-1 को मालिक कहिले आउँछ स्ट्रिट ट्रिपल स्ट्रीट ट्रिपल आउँदा रहेछ नि भाइ न्यू मोडल आउँछ होला अब त अहिले तपाईँको कुण्डल कस्तो दामी रहेछ सिट बबाका यार चेन्ज गरे के मैले फेरि डल्लै चेन्ज गरिरहेको छु ए जिन्स पेन्ट रहेछ टाइट भएछ नि फिला फाट्छ सिद गुडलक पो देखेँ त सिद जिन्स पेन्टबाट फिला फाटे निस्किन्छ है मेरो बुढी आउँदै आयो बाइक चाहिँ उहाँ तल देखेको थिएँ मलाई अर्कै सोचेँ नि हिजो म त बडी हुल्नु लागि बोलाएको जस्तो लाग्यो नि आज खदा सदा लिएर आउँ भनेर मैले सोधेँ बिहान कल गरेर कत्रो देखेको फिला हरेस खाएको जस्तो छ तपाईँ यहाँ त नि कहाँ लानु यस्तो बाइक फेरि डेलीको त नि फनै जान्छ नि यस्तो बाइकको खै आगे मलाई छैन देश लागेर माथि आयो भन्नुहोस् बाटो क्या दामी छ नि एक्जस्ट चाहिँ एनाकोन्डा बेटाडेको हुन्छ नि मेरो बाइकमा लाग्छ अर्को सिट पनि छ लो सिट पनि छ लो सिट त जान्दैन अग्लो छ नि सिट कस्तो फिल छ सिट फोटो खिच्ने अरे भिडियो खिच्ने अरे खै खिचेन त बाइक फ्रेम सर बाइक किनने का है सर आपका ये बाइक कितने का है? हमारा बाइक का दाम मतलब ये सस्ता वाला है इनका पूछे इनका डुकाटी है ना अच्छा ये सस्ता वाला है तो दूसरे भाई साहब को आप पूछेंगे इससे थोड़ा महंगा वाला है मेरा कहाँ थोड़ा महंगा बहुत ज्यादा महंगा है बता दीजिए एक बार कितने का है I don't know I think maybe around 22 lakhs 22 lakhs अच्छा प्लीज हमारा मत पूछे 22 लाख के क्या बोले सामने कुछ भी नहीं है थैंक यू सर आपका यूट्यूब चैनल है क्या
हाँ जी आपका यूट्यूब चैनल है क्या? लोकल चैनल ए लोकल चैनल है। अच्छा अच्छा, थैंक यू थैंक यू। सिट बिच्किन्छ होला मलाई कन्चको चाहिँ। खोपडी अरेन्ज भयो रातो प्यान्ट। रातो कहाँ छ यो orange हो मिठो मिठो कलर छ नि है स्वीट रहेछ नि मान्छे स्वीट हो हैन राम्रो त राम्रो रहेछ Chewang. Hi. Anta, how are you now? Dar jati bhayo? better than before Chewang ko bike. Attendance complete. Hi. Chewang le seat ko bike feel गर्दैछ। सबभन्दा dirtiest because least maintenance man you know Chewangले चाहिँ सिटको बाइक फिल गर्दैछ भनेको भर्खर दल्यो पुरा। जति पनि धुँदा के it doesn't mean like it will never stay clean सिङदामबाट आउँदा धुलो लाग्छ नि त्यसले गर्दा। plus matte black मा देख्छौ matte मा देख्छौ त्यो चाहिँ whatever it is like touch पनि गर्दा monkey riders wasp love white voice and shit like that wasp हुन्छ नि mosquito bite mosquito हैन wasp क्या दुख्छ पो त घन्टी हैन म बेच्दै चाहिँ ओ चेवाङ घन्टी हल्लिँदैछ तपाईँको। करेक्ट टाइममा भन्यो भाइले। आगाको ब्लगमा हाल्दछु तपाईलाई भाइले दामी भन्यो ठिकै टाइममा है सट्टै आइपुग्यो 1 to 1 भाइको नाम चाहिँ भाइको विकास मेरो डाइलग भनिदिनु भएकोमा थ्याङ्क यू। त फ्यान हुन्छ नभए नि त्यस्तो शरम लाग्छ फ्यानहरू। कहाँ just admire थ्याङ्क यू दाको मैले हरियो हरियो हिलो देखाएँ मेरो नट देखाइदिइहाल्नु नि दाले पुरा साँच्चै नै ख्याल लागिरहेको छ। कुनै के भएको छ यो अस्ति मैले जबरटी 40 लगाइदिनुस् न अब दा फादरली फिलिङ आउँदा छ अब मालिक नि हो मालिक नि यहाँ 1 to 1 को मालिक कहाँ छ? उप मालिक 1 to 1 को मालिक सट्टै कफी खाँदै रहेछ भने we are in search of mutua यही थियो अहिले भर्खर अरे मेरो साथीले पनि चिन्छ नि तपाईलाई सब पहिला अघि आएको थियो कि आगेसलाई पनि भेट्यो अरे अघि भर्खर अघि द गाइ विथ लाइक GTs भेजिटेबल उसले पुरा क्वेसन सोध्यो मलाई त्यो नलेजको बारेमा बाइकको बारेमा कुनै के सोधेको थियो मैले भन्नु छ भने ट्राई गरेँ। कहाँ सिट पाएछ बिरालो उयो गरेको छैन होला है त्यो नङले उयो गर्छ है भ्याक्सिनेट गरेछ है छैन मुखमै मुद्देला नि त्यो एक थोपा पानी खानु नसक्ने कहाँ त्यो उयो भएपछि त सक्छ नि वाटर भाइले भाइ छेवाङ आज त यहाँ काम गर्ने हो छेवाङ बाई 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 गएको महिना छोडेर जान्छ खै बाई 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 ए छौ अनि बस्नु हो ठीक है भेटौँ सन्डे मनाऊ है त लु अब म जान्छु यदि तेरे भन्दा नि गयो नि अन्त साहब थ्याङ्क यू बाजी। ओके सो हेडिङ ब्याक होम। आज मजा आयो केटाहरूसँग भेट्यो म चाहिँ अलिकति हतार भएर चिची निस्केको। एनिवेज I'll see you in the next one. Until then, ride safe, drive safe. See ya. Yo. Thank you. Nice riding. Nice riding. मजाले कुदाउनु रहेछ नि उसले त स्प्लेन्डर होइन त्यो क्या कुदाउनु दाजुले मलाई पनि अड्काइदियो नि। गोइङ ब्याक होम। आज त आकाश पनि ब्लू 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 मजाको छ तर अब फर्किनु पर्छ 4 बज्न आँटिसक्यो 4 बजी नि सकेछ 5 बज्न आँटिसक्यो। हे दिन्छ चिउ पार्छन्। हेलो के हो
बाटो छेकेर आउँछ आज जानुपर्छ आज हेर्नुपर्छ गुरु स्विट्स तर पस्नु दिन्छ कि दिँदैन हेरौँ है पस्नु दियो भने मजा हो पस्नु त्यो ल्याइदिएन भने अब के चाहिँ गर्नु नकिन्नु होला नि अब भयो थ्याङ्क यू र आउनु आइपुग्नु आँटे गुरु स्विट्स अब हेरौँ है समोसा आज खानु पाउँछ कि पाउँदैन मैले अस्ति उकालो जाँदाखेरि चाहिँ देखेँ थिएँ कहाँनिर चाहिँ एक्ज्याक्टली भने विशाल मार्टको छेउमा छ ट्राफिकहरू नि कम्ता छैन जस्तो ट्राफिक विशाल मार्ट त्यहाँ छ हाम्रो गुरु बन्द छ कि खुल्ला छ ओहो यहाँ त बन्द रहेछ त यता समोसा किन्नु आउँ भनेको त चेन लगाइदिइरहेको छ